घाइते निकुञ्ज भित्रको बाटो पक्की बनाउन या त्यहाँ पुल बनाउने भनेर धेरै मेहनत गरियो, अरु केही नभए पनि पिच मात्रै बनाउन सकियो भने पनि यो माडीको जनताको लागि धेरै ठूलो सुविधाको कुरा हुन्छ भनेर बल गरियो। करिब करिब नजिक पुगेर पनि त्यो सम्पन्न हुन सकेको छैन। यी लगायत यहाँका जनताका कृषिसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित, उद्योग पर्यटनसँग सम्बन्धित समस्याहरूको बारेमा पनि मलाई अवगत छ। केही कुरा प्रत्यक्ष मैले तपाईहरुको लागि योगदान गर्ने अवसर पनि प्राप्त गरे, चाहे त्यो पर्यटन क्षेत्र निर्धारणसँग सम्बन्धित कुरा हो, चाहे बाटो निर्माणको कुरा होस्, पुल पुलेसाको कुरा होस्, तटबन्धसँग सम्बन्धित कुरा होस्, धेरै कुरामा गति दिने कोसिस गरियो। तर हाम्रो नोकरशाही तन्त्रको कारणले, हाम्रा नियम ऐन कानुनका जटिलता र झमेलाका कारणले पनि भनेको जस्तो गरी काम हुन सकेको थिएन। म तपाईहरुको अगाडि पार्टीको तर्फबाट, हाम्रो नेताहरुको टिम पनि हामी सँगै छौं, सबैको तर्फबाट पनि आउने दिनमा बाँकी रहेका कामहरु, चाहे ती सुकुम्बासी समस्या समाधान गर्ने, लाल पूर्जा वितरणसँग सम्बन्धित कुरा होस्, खाली निस्सा वितरण भएको छ, पूर्जा वितरण हुन बाँकी छ। मलाई यी सबै कुरा जानकारी भएको हुनाले आउने दिनमा ती सबै अधुरा कामलाई पूरा गर्न हामी सबै एक भएर अगाडि बढ्न जरुरी छ। पार्टी केन्द्रको हैसियतले, पूर्व प्रधानमन्त्रीको हैसियतले, हिजोको तपाईहरुकै जनप्रतिनिधिको हैसियतले पनि म माडीका जनताका समस्या समाधान गर्नको लागि अन्तिम समयसम्म लडिराख्ने र ती समाधान गर्न पहल गर्ने विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु।